आज चाहिँ म कामबाट आउँदै गर्दाखेरि एउटा कुरा देखौँ जस्तो लाग्यो तपाईँहरूलाई। यो फोन बोथको होइन, यो फोन गर्ने ठाउँ, यो फोन गर्ने ठाउँ चाहिँ मलाई अचम्म चाहिँ किन लागेर किन देखाउन मन लाग्यो भने यो देशमा यो यसको खास आवश्यक छ र। किनभने जन्मेको 2 वर्षपछि त्यो बच्चाहरूले मोबाइल आइफोनै बोक्न थाल्छन् अथवा कुन मोबाइल बोक्छन् नै। अनि बुढेसकाल भइसकेका मान्छेहरूले पनि बोक्छन्। अनि यो गाउँ जस्तो ठाउँमा अनि किन चाहियो होला र। अनि त्यही पनि एक ठाउँमा होइन कि म कामबाट आउँछु, 2 किलोमिटर छ मेरो कामबाट म कामसम्म आइपुग्नको लागि। त्यो बाटोमा मैले लगभग 8-9वटा चाहिँ यो फोन बोथहरू चाहिँ देखेँ कि होइन। म अचम्मै पनि किन होला भनेर। अनि पछि यसो सोचेँ पनि कहिलेकाहीँ मोबाइल हराउला अथवा कुनै इमर्जेन्सी पर्देला त्यो बेला सम्पर्क गर्नलाई कुनै बाटो नै भएन भने यसको धेरै काम आउँछ भनेर यिनीहरूले चाहिँ सुरक्षित गरेर राखेका छन् कि। आजभन्दा धेरै वर्ष अगाडि हाम्रो नेपालमा चाहिँ किराना पसलबाट टेलिफोनबाट चाहिँ फोन गर्ने समय थियो। अब त त्यो समय पनि छैन, लगभग हटिसक्यो। हाम्रो नेपाल चाहिँ कस्तो खालको छ भने एडभान्स तरिकाले गइसक्यो भनेर भन्छन्, तर अरू देशभन्दा हामी झन् अलि एडभान्स कस्तो खालको एडभान्समा पुगिरहेको छौँ कि। किनभने हामीले यो टेलिफोन अनि हुलाक कार्यालयहरू पनि छैन कि हाम्रो नेपालमा। अब हुने पनि जति पनि छन् सबै बन्द हुने क्रममा छन्। अब बालेन सरकारले त बनाउँछु पनि भनिरहेका छन् होइन, के गर्छन् त्यो त थाहा छैन, कुरा लामो पनि हुन्छ। तर बुथ यो जुन छ यो फोनको चाहिँ मलाई अचम्म लागेर भिडियो बनाएको। तपाईँहरूलाई के लाग्छ है, नेपालमा पनि यसै गरी ठाउँ ठाउँमा हुनुपर्छ कि के जस्तो लाग्छ एकचोटि कमेन्ट गर्नु होला। र अनि हुलाकको त्यो पनि म तपाईँहरूलाई देखाउँछु होइन, म कामबाट आउने बेलामा भन्दै आजको लागि सबैजनालाई बाई बाई। सबैजनाले भिडियो हेरिदिनु भएकोमा धन्यवाद।